आज हामी जलपाइगुडीको धुमपाडा नथुवाहाटमा अवस्थित श्री सिद्धिदात्री दुर्गा पञ्चायन मन्दिर पुगेर माताको दर्शन गर्न पाउँदा हामीलाई असाध्यै खुसी तथा सौभाग्य भएको महसुस गरेका छौँ। 2019मा प्राण प्रतिष्ठा भएदेखि नै यो मन्दिर यस क्षेत्रको आस्थाको केन्द्रबिन्दु बनेको छ। भक्तालुहरूको विश्वास र माताको ईश्वरीय शक्तिको वर्णनले मन्दिरको गरिमा बढाएको छ। माता सिद्धिदात्रीको आराधना गर्नाले भक्तालुहरूको मोक्ष सिद्धि प्राप्त हुने जनविश्वास छ। हामीले पूजा र आराधना गरी मन्दिरको परिक्रमा गर्यौं। साथै दानपेटीमा केही नगद पनि चढायौं। मन्दिरको शान्त वातावरणमा गरिएको पवित्र मनले आराधना गरेको मनमा शान्ति र आनन्दको ऊर्जा प्रदान भयो।